हेलो गाइस, आज पनि आइसकेको छौँ हामी यहाँ फुटबल गेम्समा हेर्नको लागि र यतातिर हेर्न सक्नुहुन्छ दर्शकहरू टन्नै छ यतातिर र यतातिर अब खेलाडीहरूको खेल सुरु गर्नको लागि अतिथि आसन ग्रहणको अतिथि आसन ग्रहणको लागि लालबत्ती नगरपालिका वडा नम्बर 14 का वडा आज चाहिँ यतातिर पुरै खाली रहेछ पुरै प्याक भइसकेको थियो अलिक खाली रहेछ सायद दर्शकहरू आउने त्यहाँ अलि भएको छैन जस्तो छ सबै सर्लाही जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्री रोजित केसीज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। मजाले आनन्दले बसेर होइन कस्तो जित हुन्छ भन्दै जित हेर्नको लागि एकदमै आतुर हुनुहुन्छ दर्शकहरू। यतातिर टन्नै छन् र यतातिर दर्शकहरूको बाहेक सबै यतातिर पार्टी यतातिर छन् सबै देख्न सक्नुहुन्छ र दुवै टिमका खेलाडी साथीहरू र टिम म्यानेजर र टिम कोचहरूलाई मेरो विनम्र अनुरोध प्लेयर बक्स भित्र जर्सी लगाएको प्लेयर टिम कोच टिम म्यानेजर बाहेक अन्य साथीहरूलाई कुनै स्थानमा बसेर हेर्न मिल्ने वातावरण बनाइदिनु र स्वयंसेवक साथीहरूलाई पनि अनुरोध गर्न चाहन्छु। पुग्न लाग्छ अब म चाहिँ यहाँनिर यतातिर देख्न सक्नुहुन्छ हाम्रो फुटबल टिमको खेलाडीहरू सबैजना यतातिर अब खेल खेल्नको लागि एक्सर्साइज हुँदैछ अहिले दौडिनको लागि। त्यति पनि ल्याउन सक्नुहुन्छ सबैजना टन्नै हुनुहुन्छ र यतातिर कपहरू नि ल्याउँदै रहेछ हेर्न सक्नुहुन्छ यतातिर टन्नै यतातिर हुनुहुन्छ हाम्रो दर्शकहरू सबैजना देख्न सक्नुहुन्छ यतातिर सबै हुनुहुन्छ दर्शकहरू। ओके गाइस, अब नेक्स्ट भिडियोमा भेटौँ ल। अहिलेको लागि चाहिँ यो भिडियो यहीँसम्म गर्न चाहन्छु। हुन्छ यतातिर र यहाँनिर हाम्रो क्यामेराम्यान पनि हुनुहुन्छ यतातिर हुनुहुन्छ र अध्यक्षको यहाँनिर टक्क सबैजना देख्न सक्नुहुन्छ। यहाँनिर स्वयंसेवक साथीहरू एकचोटि स्टेजको अगाडि उपस्थित भइदिनु हुन विनम्र अनुरोध गर्न चाहन्छु। स्वयंसेवक साथीहरू सम्पूर्ण स्वयंसेवक साथीहरू स्टेजको अगाडि उपस्थित भइदिनु होला।